गाडीकोलाई यसो यसो फोल्ड गर्दाखेरि यस्तोमा छुदैन। गाडी चाहिँ हाम्रो तुलसीपुरदेखि काठमाडौँ आउँछ, दाङघराई तुलसीपुर हुँदै जान्छ। इन्डियन हो, एसएम इन्डियन भर्खर निस्केको नयाँ गाडी, एकदम राम्रो छ। ल मेरो गाडीमा आउनुस्, के सुविधा छ म सब हजुरहरूलाई देखाउँछु। भित्र जान्छौँ, आउनुस्। ल हाम्रो गाडीमा चाहिँ यस्तो ब्ल्याङ्केटहरू छ, नयाँ आएको छ हैन। सबै सिट पनि एकदम कम्फर्टेबल छ। पछाडिकोलाई यसो फोल्ड गर्दाखेरि यस्तोमा छुदैन। गाडी एकदम राम्रो छ। फोर्सहरु फाल्नु परेमा यता तपाईको हजुरको डस्टबिनहरु छ, सबै सुविधाहरु छ। अनि वाइफाईमा ठाउँमा यता हजुरको सिटमा यताउति स्क्यानरहरु पनि सबै छ। अनि त्यो डबल टिकट पर्ने यताउति अरुको जस्तो हुँदैन। अनि यता बोतल राख्नेहरु छ, राम्रो छ एकदम। पछाडी सिल्परनी छ, सिल्परनी हेर्न चाहनुहुन्छ आउनुस्, सिल्परनी देखाइदिन्छु। अनि हजुरको सामानको सुरक्षाको लागि चाहिँ हजुरको त्यो क्यामेराहरु छ, सबै अन हुन्छ प्रत्येक टाइम। पंखा संखा अब मौसम अनुसारले अब जाडोमा हिटर चलाइदिन्छौ, तल हिटर छ, माथि एसी छ, एकदम मजाको चल्छ। गर्मीमा चाहिँ अनलिमिटेड एसी चल्छ, जाममा नि हिटर चल्छ। त्यो अरुको जस्तो तेल बढी खान्छ यताउति भन्ने चलन छैन, राम्रो छ एकदम। यो चाहिँ हाम्रो दुई जना यता सुत्दा हुन्छ, दुई जना यता सुत्दा हुन्छ। यो दुई जनाको लागि स्लिपर हो, एकदम राम्रो छ। अनि तपाईको भित्र चाहिँ फ्यानहरु छ, अनि प्लस टिभी को सुविधाहरु छ छुट्टै। अनि आफ्नो मनपसन्द लाइटहरु बाल्ने पनि सुविधा पनि छ, झ्याल खोल्न नि मिल्छ, एसी नि चल्छ, स्क्यानर यहाँ पनि छ। अनि यता चार्ज केबलहरु सब तपाईलाई सबैहरु सुविधाहरु छ। यहाँ माथि तलको भन्दा माथि राम्रो सुविधा छ। अनि यो दुई जना भयो, मैले यो हजुरहरुलाई अगाडि नि भनेथे। अनि प्लस हाम्रोमा चाहिँ जुत्ताहरु राख्ने त्यो झोला, जेब्रा झोला नि छ, त्यसमा जुत्ताहरु राख्ने, ट्याग खोलेर जुत्ताहरु राख्ने। अनि यहाँ पछाडी चाहिँ एकदम राम्रो छ। यहाँ नि 4 जनाको लागि मजाले, चाहे यति मोटो होस् दुब्लो होस्, मजाले पुग्छ, एकदम आनन्दको कम्फर्टेबल छ। 4 जनाको लागि चाहिँ पछाडीको सिटहरु छ, प्रत्येक सिटमा ब्ल्याङ्केटहरु छ। अनि तपाईको चार्ज केबल हुन्छ हुँदैन त्यो मेरो जिम्मेवारी भयो, सबै हुन्छ यसमा, अल सुविधाहरु छ। टिकट बुकिङको लागि चाहिँ यो नम्बरमा सम्पर्क गर्नु हो। यो नम्बरमा व्हाट्सएप पनि छ, अनलाइन कुराकानी पनि गर्न मिल्यो। म चाहिँ गाडीको सञ्चालक, मेरो नम्बर चाहिँ यो हो। सबैजनालाई धन्यवाद, एकचोटी सेवा गर्ने मौका दिनुला भाइलाई, नमस्ते।